सो हेलो गाइस सेवरी नमस्ते हजुरहरूलाई हजुरको सामु आज म पनिर चिल्लीको रेसिपी सेयर गर्नु गइरहेको छु। त्यसको लागि चाहिँ मैले हेर्नुहोस् यहाँ 2 प्याकेट पनिर लिएर चाहिँ त्यसलाई चाहिँ रातो रातो फ्राई गरिकन चाहिँ मैले यहाँ हल्का नुन पानीमा भिजाउने लागि राखिदिएको छु। नुन पानीमा भिजाएको कारण चाहिँ तपाईँको किनभनेपछि चाहिँ पनिर तपाईँको नरम बस्छ अनि पनिरमा तपाईँको नुन पनि लाग्दै गर्छ है। त्यसपछि चाहिँ हाम्रो सामानहरू चाहिँ रेडी छ। यहाँ काटेको खोर्सानी अदुवा लसुन एन्ड 1 प्याकेट सोया सस टमाटर सस एन्ड 2टा जस्तो टमाटर एन्ड हल्का धनिया पत्ता एन्ड 3टा जस्तो प्याज हामीले यसरी काटेर त्यसको केस रौकाइकन राखेको छौँ। अनि यो क्युब कटिङको क्याप्सिकम काटेर पनि रेडी पारेको छौँ। सो हाम्रो सबै सामानहरू यहाँ काटेर रेडी भइसक्यो। अब हामीले त्यो पनिर फ्राई गरेको तेल चाहिँ थियो त्यसमै तेल तताइकन त्यसमै हामीले काटेको अदुवा अनि लसुन हैन अदुवा लसुन राखिदिने त्यसलाई अब एकछिन मजाले खाने। अदुवा लसुन हाम्रो खाइसकेपछि चाहिँ त्यसमा हामीले यो काटेर रेडी गरेको यो खोर्सानी चाहिँ तपाईँले स्वादअनुसारको हाल्नुहोस्, तपाईँ कतिको प्रिय खानुहुन्छ हैन त्यो किसिमले हाल्नुहोस्। त्यसपछि चाहिँ हामीले यो प्याज जो केसरा उकालो रेडी पारेको थियो त्यो प्याज पनि हामी राखिदिए। त्यो प्याज राखेर एकछिन चलाउनु हैन, ज्यादा नचलाउनुहोस्। त्यो प्याज चाहिँ तपाईँले ज्यादा फ्राई गर्नु हुँदैन। त्यो प्याज ज्यादा फ्राई गरेपछि चाहिँ त्यसको जो क्रन्ची हुन्छ नि त्यो क्रन्ची चाहिँ फिल गर्दैन, त्यसलाई ठिकैको फ्राई गर्नुहोस्। त्यसपछि त्यसमा क्याप्सिकम राखेर हल्का चलाएर त्यसमा नुन हालिदिनुहोस्। नुन हालेर पनि त्यसलाई फेरि एकछिन चलाउनुहोस्। एकछिन चलाएर त्यसपछि चाहिँ अब हामीले यहाँ यो टमाटर जो क्युब कटिङ काटिरहेको थिएँ मैले खासमा यो टमाटर हालेको कारण चाहिँ गाइस मैले त्यो कलरको क्याप्सिकम पाएँ कि त्यो भएर मैले यो टमाटर राखेको हैन। तपाईँहरूले टमाटरलाई स्किप पनि गर्नु सक्नुहुन्छ हैन। त्यसपछि चाहिँ मैले यहाँ प्याकेटको यो कालो मिर्च थियो त्यो कालो मिर्च अलिकति राखिदिएँ। त्यो कालो मिर्च अलिकति राखिदिएपछि त्यसलाई अब एकछिन मजाले चलाइदिएँ त्यो चाहिँ चारैतिर फिटोस् भनेर हैन। त्यसपछि चाहिँ अब हामीले यहाँ सोया ससको 1 प्याकेट ल्याएको थिएँ हैन। डल्लै प्याकेट हाल्नु हुँदैन, तपाईँले थोरै यसमा खालि हल्का कलरको लागि खालि अब यो सोया सस एन्ड टेस्टको लागि तपाईँले अब यो टमाटर सस राखिदिएँ। टमाटर सस चाहिँ मैले पुरा भन्दा पनि पुरै राखिदिएँ। टमाटर सस तर चाहिँ अलिकति ज्यादै हो, त्यही भएर टमाटर सस चाहिँ मैले पुरै राखिदिएको। सो त्यो सबै कुरा राखिसकेपछि चाहिँ अब हामीले सिटलाई मजाले चलाइकन त्यो हामीले भिजाइराखेको पनिर चाहिँ अब यसमा एड गरिदिने हैन। डल्लै पनिर यसरी एउटा पनिरले तार्दै त्यसको पानी जति तार्दै यसरी एड गरिदिने। सबै पनिर हामीले यसरी एड गरिसकेपछि चाहिँ अब यसलाई फेरि तपाईँहरूले मजाले एकछिन चलाएर मजाले यसलाई मिक्स गर्नु पऱ्यो। र मजाले मिक्सअप गरिसकेपछि चाहिँ अब हाम्रो हेर्नुहोस् हामी यसमा चाहिँ तपाईँले धनिया पत्ता हालेर तपाईँले गार्निस पनि गर्नु सक्नुहुन्छ। त्यो हेर्दाखेरि पनि तपाईँलाई राम्रो चटक्कै हैन, देख्दाखेरि पनि खामखाउ लाग्दो। सो गाइस मेरो चिल्ली पनिरको रेसिपी हजुरलाई कस्तो लाग्यो हो, टेस्ट गर्नु नपाए तापनि तपाईँले हेरेर यसको स्वाद लिनुहोस्, आनन्द लिनुहोस् अनि मलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि मेरो भिडियोलाई मन पर्यो भने सेयर गर्नुहोस्। हजुरहरूको कुनै केही फरमाइस छ भने पनि भन्नुहोस् है।